नमस्ते सबैजनालाई, आराम कुशलै हुनुहुन्छ होला नि सबैजना। म पनि एकदमै मेरो पनि ठिकठाक छ है त। आज चाहिँ विशेष गरी मेरो वर कार्यालयमा विशेष काम परेको हुनाले म चाहिँ वर जाँदैछु। आजको दिन कस्तो हुन्छ माया गरेर हेर्नु होला है त। यहाँदेखि परतिर हो वर चाहिँ थोरै काम भयो बाटो यहाँदेखि कहिले काम सकाउनु र अब घर पुग्नु भइरहेछ। किनभने घरमा चाहिँ मेरो बधाई सानो नानी अनि भाइ बुहारी आइरहेछ, पाहुना आइरहेछ। सानो नानीसँग चाहिँ भेट्ने एकदमै अटुट भइरहेको छु म। सो अब यहाँदेखि घर पुगेर नानीसँग चाहिँ रमाइलो, नानीलाई अब खेलाउनु भेट्नु मन छ। त्यही भएर आजको दिन चाहिँ रमाइलो हुन्छ होला भनेर यहाँ सोचिरहेको छु। यहाँदेखि चाहिँ कति बेला समय अब कति बेला सकेर अब तल डुल्ने, बजारतिर घुम्ने, खाजा खाने, बाहिर खाजा खाने इच्छा छ। देखाउँछु त अब कस्तो हुन्छ देखेर हेरिदिनु होला, माया गरिदिनुहोस् ल साथीहरू। बल्ल 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 दिनभरि नै लाग्यो, मेरो चाहिँ काम सक्यो। पेपरको लागि चाहिँ म दिनभरि कुरेर बसेँ, रात पर्न लागिसक्यो। आज अब कति बेला पुगेर फेरि यो फ्यान बुझाउनु पर्नेछ। अब चाहिँ बाटो लागेको है त। म चाहिँ यो वर कार्यालयदेखि बाटो लाग्दैछु। फर्किँदैछु म चाहिँ यो ठुलो घर आएर पनि मेरो खुच्चीसँग भेट भयो। अनि चाहिँ यता बजार जान लागेको सानो मेरो भदैनी बुहारी ल हामी गएको बजारतिर। आज पर्खाइमा के साह्रो ढिलो आयो हाम्रो मोमो आइसक्यो है। अब खाजा खाने हामी। ल सुरु गर न हौ, खाने सुरु गर। मेरो चाहिँ यो हाम्रो ठुलो पटकीको थियो। हामी चाहिँ खाजा खाएर पनि मेरो ठुलो बाबु पनि आइपुगेको छ। हामी चाहिँ बाटो लागेको छु है त अब घरतिर। मेरो दुईटै खुच्चा खुच्ची लिएर आएको छु म चाहिँ अहिले चाहिँ। अनि आजको मेरो भिडियो चाहिँ आज चाहिँ यहीँ इन गर्छु है त। अब दिनभरिको दिन मेरो आजको दिन चाहिँ पहिला देखिहालेँ। माया गरिदिनु होला सबैजनाले, लाइक कमेन्ट गर्नु नभुल्नु होला भन्दै खै त सबैजना। अब यहाँ हामी यतिजना आएको है त। आज चाहिँ अब यति नै रात पर्यो, मेरो घर छेउमा आइपुगेछु। लाइक कमेन्ट गर्नु नभुल्नु होला भन्दै सबैजनालाई थ्याङ्क